आशिका दिदीलाई नमस्कार अनि ढोग छ। हाम्रो धादिङ जिल्लाबाटमा जित्नु भएकोमा धेरै धेरै शुभकामना छ। र तपाईँ जसरी युट्युब र फेसबुकबाट भाइरल हुनुभयो, स्कुलको नानीहरूको लागि, पढाइको लागि, बुकको लागि, ब्यागको लागि सबैमा एउटा चप्पलदेखि लिएर सबै व्यवस्थाहरूमा हजुरले छानबिन गरेर इन्क्वायरी गरेर हजुरले मद्दत गर्नुभयो। अब तपाईँ एउटा हाम्रो सरकारी जवाबदारी मेम्बर हुनुभयो। तपाईँले सबै चिज गर्न सक्नुहुन्छ र जसरी युट्युब मुताबिक तपाईँ भाइरल हुनुभएको थियो, त्यसै गरी अहिले खानापानीको व्यवस्था हो, टोयलेटको व्यवस्था हो र उनीहरूलाई पढाइको व्यवस्था हो, स्कुलको व्यवस्था हो, सब कुछ तपाईँहरूले ठिक गराइदिनु पर्यो। त्यसको सपोर्ट दिनु पर्यो। अरू टिचरहरू के छ कसो छ सबै छानबिन हुनु पर्यो। अहिले राम्रो छ कि छैन, घुस दिएर आएको छ कि, र आफ्नो सर्टिफिकेट राम्रो छ कि छैन, त्यसलाई सब कुछ छानबिन गरेर त्यसलाई सुधार गरिदिनु होला भन्ने म हजुरसँग बिन्ती गर्न चाहन्छु। र यो मेरो भिडियो आशिका तामाङ दिदीलाई हो और रवि सर, बालिन सर सम्म यो भिडियो पुर्याइदिनु होला। हाम्रो 3 करोड नेपालीसँग सेयर गराइदिनु होला, लाइक गराइदिनु होला। म हजुरसँग बिन्ती चाहन्छु। यतिमा बाई।